नमस्कार नमस्कार स्यौपाखा यता ल्याउनु स्यौ पका स्यौ थोरै पकाउने जिनिस हो आफै पाक्छ रुखा खाने जिनिस त होला नि त अनि खा मात्रै भन्नु नि त स्यौ खा भन्नु स्यौ पका भन्नुहुन्छ त्यो पकाउने चिज हो नमस्कार भनेको नि होइन हेर्नुहोस् त यो के खाएर चाहिँ माग्दा यस्तो देखिनुहुन्छ यहीँ छ त खानेकुरा चेरी खान्छु चेरी खान्छन् चेरी यसरी बोल्नु मलाई पनि आउँछ तर मेरो बुढाको नाम हो कसरी चेरी बोल्नै सक्दिनँ हो किन माकी छिन्ने हो तपाईँको मैले के खाइदिएको छु र मलाई माक र माकी भन्नुभएको अघिदेखि सक्दैन हौ मलाई नराम्रो तरिकाले अगाडि म छु नि त अगाडि म छु क्या डराउनु परेन मदेखि एक रथका दोही टाङ्गा होना चाहिए तीन नै होना चाहिए खरा आयो त त्यो अर्काको बुढीसँग केही डराएको होला मसिङ्गा लगाउनु चाहिँ काम छैन अनि बुढी छेउमै छ अनि जिस्काउन खोजेको छ पाइन्छ त्यसो गर्दा छेउमा हुँदा हुँदै जिस्काउनु छ मान्छेको त अर्को बुढा चाहिँ नि एक एकजना वकिल ल्याउनुपर्छ है यता दुईजना यता एकजना बिचरा यो मान्छेको त अर्को बुढा छ है कमलले अर्को बुढा जेलबाट निस्केर आयो भने फेरि घाँटी छिनेला ए अर्को बुढा डिभोर्स हो यही हो अर्को बुढा डिभोर्स यही हो जेलबाट निस्केर त मेरो परा नहुने म एउटा फ्यानमा 3टा कलाकार दर्शक चाहिँ एकजना तपाईँतिर फर्काउन हामी यहाँ 4 जना छौँ समाज सहित है बगलले हेर्नुहुन्छ हामी यहाँ 4 जना सम्बन्धित व्यक्तिहरूले हेर्नुभयो भने पनि अनर्थ नसोच्दैन नसोच्दिनु होला हाम्रो जोडी चाहिँ सिङ्गल चाहिँ म मात्रै छु है यहाँ सिङ्गल भनेको यहाँ सोनिया मात्रै हो कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने प्लिज प्लिज धेरै सिङ्गल भए धेरै सिङ्गल भए के खान्छ अरे जानेको तपाईँहरूलाई यो सिङ्गल छु भन्ने मान्छेहरूको भरोसा लाग्छ बरु बुढी छ बुढा छ भन्नुहोस् त्यस्तो मान्छेहरूको विश्वास गर्न तर सिङ्गल छु सिङ्गल जतिको फ्रिडम र त्यसले जतिको चाहिँ दाइँ यो संसारमा केहीले गर्दैन मलाई भनेको मलाई डचपेको केही भन्नु छ हजुर दिएको होइन तिम्रो सिधा कुरा हो। तपाईँको चाहिँ बुढी कतिवटा छ भन्नु न एउटा छ नि 8-10 बुढी छैन एउटा मात्रै हो तिमी मात्रै हो म यहाँ भयो ओके यो साथी हो भने त मार्छन् नि सम्बन्धित व्यक्तिहरू यो हाम्रो एउटा खानु नि अनर्थ नसोच्नु होला यो हामी एउटा चाहिँ बसेर टाइम पास हल्का रमाइलो मात्रै गरेको है हामी यहाँ बसेर अरूहरू चाहिँ अब पर सुटिङ गर्नु हुनेछ यसो गफसफ गरेर टाइम दिमाग फ्रेस गर्नु चलिरहेको छ ल सबैजनालाई बाई